नमस्ते, म देवनारायण शाह स्वदेश एफएम र स्वदेश प्लस एफएमको अर्को एक भेट संवादमा स्वागत छ। आज हाम्रो बीचमा माडी क्षेत्रमा लामो समय शैक्षिक योगदान गर्नुभएका सोमेश्वर माध्यमिक विद्यालयमा शिक्षक र प्रधानाध्यापक रहनुभएका, पछि स्रोत व्यक्तिका रूपमा पनि सेवा गर्नुभएका, हाल निवृत्त जीवन अमेरिकामा बिताइरहनुभएका आदरणीय व्यक्तित्व कृष्ण राणा भाट हुनुहुन्छ। कृष्ण सर, स्वागत छ यहाँलाई। नमस्कार देव सर र सम्पूर्ण एफएम परिवारलाई र आदरणीय श्रोताहरूलाई पनि। सन्चै हुनुहुन्छ? आरामै छु। अमेरिकामा कस्तो छ जीवन, के गर्नुहुन्छ? पारिवारिक कारणले अमेरिका गएको थिएँ र अब अरू कुनै व्यस्तता थिएन त्यहाँ। घुमफिर अनि पारिवारिक भनौँ न नाति नातिनाहरूसँग बाँकी जीवन बिताउने रहरले त्यहाँ पुगेको थिएँ र त्यसै पारिवारिक नेरोगेरोभित्र नै मेरो समय चाहिँ त्यहाँ व्यतीत हुन्थ्यो। अमेरिकामा तन्नु भए पनि मन त माडीमै हुन्छ। अवश्य नै, सपना पनि माडीकै देख्थेँ मैले त। त्यस्तो पो हुँदो रहेछ, विदेश बसे पनि आफूले गरेको ठाउँ, आफ्नो जन्मभूमि प्रति साह्रै अगाध माया हुँदो रहेछ देव सर। र अत्यन्त धेरै चिन्तन मनन र साथीहरूसँग सम्पर्क भनौँ न मेसेन्जर मार्फत अरू सञ्चारका माध्यमबाट बराबर भइरहन्छ। सर, लगभग 34 सालदेखि नै एउटा तत्कालीन अब बरुवामा रहेको विद्यालयमा अब आबद्ध रहनुभयो र लामो समय 56-57 सालसम्मै एउटा लामो कालखण्ड शिक्षण सेवामा अथवा विद्यालयको व्यवस्थापनमा पनि बिताउनु भयो, प्रशासनिक व्यवस्थापनमा। त्यतिखेरको अवस्था चाहिँ कस्तो थियो सर? सर, त्यतिखेरको अवस्था भन्नुपर्दा हामीमा धेरै जटिलता र चुनौतीहरू थिए सर। अहिलेको जस्तो भौतिक पूर्वाधारहरूले सम्पन्न विद्यालयहरू थिएनन्। अहिलेको जस्तो सञ्चार र टेक्नोलोजीको राम्रो विकास भइसकेको थिएन। हामीले अभिभावकहरूलाई सुसूचित गर्नुपर्ने थियो, शैक्षिक क्षेत्रमा उहाँहरूलाई जागरण ल्याउनु पर्ने थियो, सहभागिता जुटाउनु पर्ने थियो। सरकारी स्तरबाट केही सहयोगहरू हुन्थ्यो, त्यो पनि पूर्णता थिएन, त्यति धेरै चाहे जति हुने थिएन। त्यसैले अत्यन्त सङ्घर्षपूर्ण जीवनहरू थियो शिक्षकहरू, प्रधानाध्यापक र शैक्षिक सेवामा लाग्ने मान्छेहरूको लागि। तैपनि हामीले हिम्मत नहारिकन अगाडि बढ्दै गयौँ र शैक्षिक क्षेत्रमा केही न केही परिवर्तन गर्नुपर्छ, किनभने कुनै पनि देशको विकासको मूल आधार शिक्षा हो भन्ने कुरालाई मध्यनजर गरेर हामीले काम गर्दै गयौँ सर। अहिले र त्यतिखेरको परिस्थितिलाई सम्झाउँदा आकाश जमिनको फरक लाग्छ सर। अनि त्यो बेला विद्यालयको व्यवस्थापन गर्दै अथवा प्रधानाध्यापकको रूपमा अथवा शिक्षण गर्दै शिक्षकका रूपमा चलाउँदै गर्दा र आज आएर माडीको शैक्षिक अवस्था, समग्र माडीको शैक्षिक विकास हेर्दै गर्दा के कुरामा चाहिँ विकास भयो, के कुरा बाँकी छ अझै हुन जस्तो लाग्छ यहाँलाई? यो असाध्य सान्दर्भिक प्रश्न गर्नुभयो देव सर। वास्तवमा त्यो बेला हाम्रो मेन फोकस भनेकै चाहिँ भौतिक पूर्वाधारहरू बनाउने, विद्यालय भवनहरू निर्माण गर्ने अनि मानिसहरूलाई सचेतना गर्ने, शिक्षाप्रति जागरुकता गराउनेतर्फ हुन्थ्यो भने अहिले सरकारी स्तरबाट र जनताको स्तरबाट राम्रा भौतिक पूर्वाधारहरू बनेका छन्। अनि सबै किसिमको भनौँ न शिक्षक मित्रहरूको लागि पनि केही हदसम्म राम्रा सेवा सुविधाहरू उपलब्ध भएका छन्। र अहिले को अवस्थामा चाहिँ ज्यादै धेरै परिवर्तनका कुराहरू मैले के देख्छु भने त्यतिखेर एउटा विद्यार्थीले केही सिक्न पर्यो भने गुरुलाई गुरु कहाँ हुनुहुन्छ भनेर खोज्दै जानु पर्थ्यो भने अहिले त मलाई लाग्छ गुरु नै उहाँको विद्यार्थीको घरमा, उहाँको कोठामा आइपुग्नुहुन्छ। त्यो विभिन्न माध्यमबाट, डिजिटल डिभाइसको माध्यमबाट र अन्य किसिमबाट अहिले सञ्चार प्रविधिले संसारमा यति फड्को मारिसक्यो कि मान्छेले चाह्यो भने जुनसुकै कुरा पनि आफ्नै कोठाभित्र बसेर ज्ञान प्राप्त गर्न सक्ने स्थिति आइसक्यो सर। त्यसैले यो अभूतपूर्व प्रगति भएको हो जस्तो मलाई लाग्छ। हिजोका दिनहरूमा गुरु शिष्यको सम्बन्ध, एउटा जुन हार्दिकता अनि जुन निकटता हुन्थ्यो, अहिले चाहिँ थोरै भौतिक जस्तो अथवा थोरै व्यावसायिक टाइपको कस्तो लाग्छ यहाँलाई हिजोको र आजको यो बाटो चाहिँ? एकदमै सही भन्नुभयो सर। वास्तवमा त्यतिखेरको अब के थियो भनेदेखि एउटा जुन हाम्रो चाहिँ परम्परागत हिसाब किताबबाट पनि गुरु चेलाप्रतिको जुन आत्मीयता हुन्थ्यो, जुन सम्बन्ध हुन्थ्यो, जुन चाहिँ सबै कुराहरूमा एउटा सम्मानको अवस्था हुन्थ्यो, त्यो केही घटेको छ आजकल भनेर अहिलेका मेरा चाहिँ साथीहरू भनौँ अथवा केही त मेरा त्यो तत्कालीन विद्यार्थीहरू अहिले जो शिक्षक हुनुभएको छ उहाँहरूले भन्नुहुन्छ। र मलाई कस्तो लाग्छ भने अहिले अत्यधिक चोइसहरू भयो विद्यार्थीहरूको लागि र स्पेसल्ली यो डिजिटल डिभाइसहरूको कारणबाट, टेक्नोलोजीको कारणबाट उनीहरू अलिकति चाहिँ के अरे यो भौतिक
आध्यात्मिकतातर्फ बढी चाहिँ झुकाव भयो उनीहरूको र उनीहरूले अरू आफ्ना परम्परागत मूल्य मान्यताहरू आफ्ना संस्कारहरूलाई अलिकति कम महत्त्व दिए कि अथवा हामीले त्यो कुराहरू बुझाउन सकेनौँ कि जस्तो लाग्छ सर। र त्यो हजुरले भनेको कुरा हो, अलिकति ग्याप चाहिँ देखिएको छ भन्ने कुरा सबैले महसुस गरेका छन् सर। अनि अमेरिकामा रहनुहुन्छ, नर्थ क्यारोलाइनामा रहँदा त्यहाँको वस्तुस्थिति, त्यहाँको सामाजिक शैक्षिक विकास र माडी अथवा नेपालको यतिखेरको अवस्था चाहिँ कतिको डिफ्रेन्स पाउनुहुन्छ? नेपालले अथवा माडीले सुधार्नुपर्ने के देख्नुहुन्छ? धन्यवाद सर। त्यो वास्तवमा विकसित देशहरूको र हाम्रो अवस्थालाई हेर्दाखेरि अब चाहिँ त्यहाँ उनीहरूले अत्यधिक रूपमा लगानी, शिक्षा क्षेत्रमा लगानी गरेका अवस्था देखिन्छ सर। त्यहाँको विद्यालय भवनहरू, विद्यार्थीहरूलाई दिइने चाहिँ जुन सुविधाहरू त्यो हाम्रो सीमित स्रोत साधनले गर्दा होला त्यति हुन सकेको छैन। त्यहाँ अत्यधिक मात्रामा विद्यार्थीहरूलाई स्रोत सामग्रीहरू उपलब्ध गराइन्छ। त्यस्तै गरेर सहायक शिक्षक छँदैछ, त्यसमा पनि सहायक शिक्षकहरूको समेत व्यवस्था गरेर पठन पाठनमा सहयोगी भूमिका खेलाउने त्यस्तो चाहिँ वातावरण त्यहाँ देखिन्छ। र अब उनीहरूले जुन प्रगति गरेका छन्, जुन राम्रो गरेका छन्, जुन एउटा विश्वमा शैक्षिक एउटा ऱ्याङ्किङमा पनि अमेरिका अगाडि छ, त्यो हेर्दाखेरि हामीले गर्नुपर्ने धेरै छ। तर त्यसो भन्दै गर्दा यहाँ केही पनि भएको छैन भन्ने होइन। हामी कहाँ शिक्षकहरू पनि, हाम्रा विद्यालयहरू पनि 101 रूपबाट अगाडि बढिरहेका छन्। यिनीहरूले पनि धेरै राम्रो प्रगति गरिरहेका छन् र आशा गरौँ हामीले पनि कुनै दिन तिनीहरूसँग च्यालेन्ज गर्न सक्ने स्थितिको गुणस्तरीय शिक्षा हाम्रा विद्यालयहरूले दिन सक्नेछन्। त्यस दिशातर्फ विद्यालयहरू, हाम्रा शिक्षक मित्रहरू, शैक्षिक प्रशासनिक निकायहरू सबै त्यतातिर मोटिभेट भएर लागिरहेको मैले पाउँछु सर। अनि एकजना शिक्षा क्षेत्रमा लामो समय काम गर्नुभएको शैक्षिक अगुवा र त्यो विषय विज्ञका हिसाबले यहाँले र एउटा प्रवासमा अमेरिका जस्तो सम्पन्न देशमा शैक्षिक विकासको पनि प्रत्यक्ष अवलोकन पनि गर्नुभएको हिसाबले हाम्रो चितवनमा र मुख्यतः माडीमा गर्नुपर्ने कामहरू वा सुझावहरू यहाँको स्थानीय सरकारले, यहाँको शिक्षा कार्यालयले अथवा अन्य शिक्षा शाखाले गर्नुपर्ने के देख्नुहुन्छ यहाँले? मलाई त मुख्य कुरा कस्तो लाग्छ भने देव सर, यो अहिले चाहिँ यो अझै पनि सचेतनाका कुराहरू सञ्चालन गर्न आवश्यक छ। स्थानीय निकायले, स्थानीय सरकारले भनौँ न अलिकति गाउँघरमा जुन विद्यार्थीहरू र अभिभावकहरूको पढाइप्रतिको जुन जिम्मेवारी हो त्यो जिम्मेवारी अलिक कम भएको जस्तो लाग्छ र उहाँहरूलाई चेतनाका कार्यक्रमहरू सञ्चालन होस् भन्ने म चाहन्छु। र मैले देखेको सबभन्दा ठुलो कुरा, हुन त यो विकसित देशमा पनि यो छ सर, यो डिजिटल डिभाइसहरूमा अत्यधिक विद्यार्थीहरू चाहिँ निर्भर रहने र त्यसले उनीहरूको मानसिक रूपमा समेत क्षति पुर्याइरहेको, अध्ययनलाई अप्ठ्यारो पारिरहेको अवस्था त्यता पनि देखिन्छ। र कतिपय अवस्थामा मैले समाचारमा सुनेको थिएँ सर, सायद इन्डियामा हो, एउटा गाउँमा बेलुका 8 बजेदेखि 10 बजेसम्म सम्पूर्ण डिजिटल डिभाइसहरू अफ गर्ने। सायद मलाई लाग्छ उनीहरूले इन्टरनेट नै अफ गर्छन्, त्यो चाहिँ विद्यार्थीको स्टडी टाइम भनेर उनीहरूले तोकिँदा रहेछन्। अब हामी कहाँ अवस्था कस्तो छ भने सर, एउटा विद्यार्थीलाई उसको भनौँ न कुनै पनि कतिपय अभिभावकहरूले, सबैलाई नभनौँ, त्यो इन जनरल भन्नु मिल्दैन, कहीँ हामी के देख्छौँ भने विद्यार्थीहरूलाई ल पढ बाबु नानी हो भनेर एउटा कोठामा छोडिदिने, अनि आफू चाहिँ टिभी घन्काएर अर्को कोठामा अभिभावक बस्दियो भने त्यो विद्यार्थीको मनस्थिति के होला? त्यसैले मलाई के लाग्छ भने हामी शिक्षकहरू पनि र अभिभावकहरू पनि विद्यार्थीको रोल मोडल बन्नै पर्छ। हामीले राम्रो वातावरण उनीहरूलाई उपलब्ध गराउनै पर्छ। अहिलेको जमानामा डिजिटल डिभाइसबाट विद्यार्थीलाई टाढा राख्न सकिँदैन, तर त्यसको सीमित उपयोग गरेर त्यसका असल पक्षहरूलाई लिने र खराब पक्षहरूबाट टाढा रहने गर्यो भने अवश्य पनि राम्रो हुनसक्छ होला। र हाम्रै नेपालमा अध्ययन गरेका पढेका कतिपय विद्यार्थीहरू अमेरिका गएर ज्यादै राम्रो प्रतिष्ठित संस्थाहरूमा साइन्टिस्टहरू भएका छन्, प्रोफेसर भएका छन्, डाक्टर बनेका छन्, सबै कुरा राम्रो भएको छ सर। त्यसैले हाम्रो यहाँ नराम्रो छ भन्ने होइन, यसलाई अझै व्यवस्थित गर्नुपर्ने खाँचो छ र त्यसतर्फ सबैको सकारात्मक सोच र कोल्याबोरेटिभ एफर्ट चाहिँ जरुरी पर्छ जस्तो मलाई लाग्छ। अन्तिममा कृष्ण सर, यहाँले 2030 साल 35 सालदेखि 50-60 सालसम्म देखेको त्यो 3 दशकको माडी र अहिले हालसालै यहाँ नेपाल आउँदै गर्दा यहाँले देख्नुभएको माडीमा चाहिँ यहाँले फिल गर्नुभएको बदलाव के छ?
असाध्यै सान्दर्भिक प्रश्न सर यो वास्तवमा भन्दाखेरि त्यतिखेरका जुन असुविधाहरू थिए त्यतिखेरका जुन चाहिँ समस्याहरू थिए ती क्रमशः समाधान हुँदै गइरहेको सरकारी स्तरबाट र जनप्रतिनिधिको हिसाबबाट पनि पूर्व जनप्रतिनिधिहरू वर्तमान जनप्रतिनिधिहरूले अत्यधिक रूपबाट माडीको विकासमा चिन्तन मनन गर्नुभएको मैले पाउँछु। राजनैतिक दलहरूदेखि लिएर सामुदायिक रूपबाट पनि धेरै विकास भएको यहाँको यातायात शिक्षा सञ्चार प्रविधि सूचना प्रविधि सबै कुराहरूमा धेरै प्रगति भएको पाउँछु र यसलाई चाहिँ ज्यादै खुसी र गौरवको कुरा लाग्छ सर मलाई। र यो कुराहरू जीवन्तता रहिरहोस्, यो कुरा निरन्तरता रहिरहोस्, यसमा अझ धेरै प्रगति हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु सर। अनि अन्तिममा हामीलाई सुन्ने हेर्ने यहाँलाई पनि माडीमा चिन्ने जान्ने बुझ्ने यहाँका शिष्यहरू अन्य यहाँको साथी सङ्गी तबका अथवा सबै सहकर्मीहरूको तबका सबैलाई यहाँको सन्देश आग्रह भनाइ के छ? मलाई त कस्तो लाग्छ भने सर अब शिक्षामा सबै समर्पित भएर लागौँ। धेरै विकास गरेका छौँ हामीले माडीमा, अझ पनि विकास गर्न बाँकी छ, अझै पनि केही गर्न बाँकी छ। र यस अर्थमा म अहिले भन्नुपर्दाखेरि सर म कस्तो फिलिङ राख्छु भनेदेखि यो सूचना प्रविधि र सञ्चार क्षेत्र भनेको साह्रै महत्त्वपूर्ण कुरा हो। सञ्चार क्षेत्रमा कार्यरत सम्पूर्ण पत्रकार मित्रहरूको म उच्च सम्मान र आदर गर्न चाहन्छु सर। किनभने हुन त राज्यले सञ्चार क्षेत्रलाई चाहिँ राज्यको चौथो अङ्ग मान्छ, तर त्यति धेरै प्राथमिकतामा राखेको पाइँदैन। सञ्चार क्षेत्रले एउटा ज्यादै समाज परिवर्तनको लागि एउटा ज्यादै महत्त्वपूर्ण भूमिका खेलेको मैले पाउँछु। सञ्चार क्षेत्रलाई र त्यसमा कार्यरत पत्रकार मित्रहरूलाई मैले हार्दिक सम्मान साथ चाहिँ गर्न चाहन्छु। उहाँहरूको योगदानको प्रशंसा र कदर गर्न चाहन्छु। र सबैले सञ्चार क्षेत्र पनि एउटा सशक्त माध्यम हो है यो चाहिँ के अरे हाम्रो समाज विकासको भनेर त्यसलाई चाहिँ साथ र सहयोग गरिदिन आवश्यक छ। र शैक्षिक क्षेत्रका अगुवाहरू, शैक्षिक क्षेत्रका प्रशासकहरू, शैक्षिक क्षेत्रका नीति निर्माताहरू सबैले शिक्षा क्षेत्रलाई विकृतिबाट मुक्त बनाएर गुणस्तरीय शिक्षा हाम्रो देशमा उपलब्ध गराएर हाम्रा सुयोग्य नागरिकहरूलाई स्वदेशमा केही गर्न सक्ने वातावरण बनाउनको लागि सबैको साथ सहयोग आओस् भनेर म हार्दिक अनुरोध गर्दछु सर। हुन्छ, आज कुराकानीमा आउनुभयो सरलाई धेरै धेरै धन्यवाद। मलाई यो मौका दिनुभएकोमा देव सर लगायत सम्पूर्ण स्वदेश एफएम परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। र यहाँ सबै चाहिँ श्रोताहरूलाई पनि हामीलाई सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। आज कुराकानीमा रहनुभयो सोमेश्वर माध्यमिक विद्यालयका शिक्षक र प्रधानाध्यापक रहिसक्नुभएका उहाँ माडी माध्यमिक विद्यालयमा पनि 2031देखि 34 सालसम्म उहाँले शिक्षण गर्नुभयो र साबिक अयोध्यापुरी अनि गर्दी त्यो क्षेत्रमा रहेका स्रोत केन्द्रमा स्रोत व्यक्तिका रूपमा पनि रहनुभयो। शैक्षिक क्षेत्रमा माडीको लामो योगदान उहाँको रहेको छ। केही अगाडिको पुस्ताले उहाँलाई राम्रोसँग चिन्दछ जान्दछ। आज यो भेट संवादमा सर आउनुभयो, उहाँलाई फेरि पनि धन्यवाद व्यक्त गर्दै प्रविधिका शक्ति र दीप्तिसँगै यो भेट संवादबाट म देवनारायण शाह आजका अतिथि कृष्ण राणाबाट सरसहित हामी सबै सगोलमै बिदा हुन्छौँ। नमस्ते, नमस्कार।